र माछा मार्न जानु पर्यो पोखरीमा। ए दाजु अब कहाँ बिचकी गयो नि ए पर्खी 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 डुब्नु होला नि तपाईँ पनि त गइरहेछ एउटा डोरी फ्यालिदिइरहनु पऱ्यो निकाल्नु। म त सक्दिनँ बरु खाँदिनँ। चलै छ हौ एउटा त छैन माछा माछा जित्किनु पर्यो क्या माछा नबित्नेसम्म त माछा हिँडेर आउँदैन नि त जाल तान्दा चाहिँ बिच्किन्छ कि अनि यसमा हुँदैन कि दाजु ऊ यता आउँदैछ। यहाँ सुन्नु न पौडी त्यसरी हल्लाउनु पर्यो क्या त्यस्ता यो पोखरी धेरै गएर खन्नु हो कि अलिक कम्ती हुनु पर्थ्यो। धेरैजना पसेको हुन्छ त हौ खुट्टातिर ठोकिनु पर्ने माछा छैन रहेछ हौ भागिसकेको छ चिलले खाइसक्यो कि माछा मार्न आएको एउटै माछा भेटिएन। ओ ओ कत्रो कत्रो उफ्रिँदैछ। ओ कति माथि उफ्रेको त म त पस्दिनँ यत्रो गहिरो पानी छ। ओ राम राम हो त्यो त मेहनत मात्रै खेर जान्छ दाजुको त्यो त हो त्यसो गर्नु आफै निस्किन्छ। उफ यसलाई भरे त खवटा मात्रै दिनु है चिसोमा यसलाई घुमाएर खानु पर्यो चिसोमा माछा खाने चिसोमा त हो नि मरौ क्या एउटा त